10-15 सेकेन्डको रिल्सको जमाना आएको छ। तर परमेश्वरको वचनले हामीलाई के भन्छ भनेदेखि चाहिँ धैर्यतामा रहनु। पवित्रता भन्ने कुरा चाहिँ आजको आजै देख्ने कुराहरू होइन। यसलाई चाहिँ आफ्नो जीवनमा विचार गरेर बाइबल धर्मशास्त्रलाई हेरेर परमेश्वरको इच्छा कस्तो छ भन्ने कुराहरू मनन गरेर जिउने कुराहरूबाट आउँछ। त्यसैले तपाईँहरूलाई के उत्साह दिन चाहन्छु भनेदेखि चाहिँ तपाईँले पवित्रताको बारेमा वचन सुन्नुहोस् र तपाईँको जीवनमा पवित्रताको पूर्णतामा तपाईँ लाग्नुहोस्। परमेश्वरले तपाईँलाई एउटा पवित्र जाति भनिकन सम्बोधन गर्नुभएको छ। पवित्र जाति भनेको चाहिँ परमेश्वरसँग रहनका लागि परमेश्वरकै लागि चुनेको अलग गरिएको जाति। आज तपाईँहरूले याद गरौँ कि हामी चाहिँ संसारमा भ्याइ नभ्याइ खालि भौतिक काम कार्य गर्नका लागि मात्रै होइन, हामीले बुझ्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि चाहिँ तपाईँ र हामी चाहिँ परमेश्वरको लागि चुनेको मानिसहरू हो। आज परमेश्वरको लागि चाहिँ तपाईँले कति समय दियो? परमेश्वरको लागि समय भन्दै गर्दाखेरि परमेश्वरको वचन सुन्नलाई, वचन पढ्नलाई, वचन हेर्नलाई र सङ्गतिमा बस्नलाई, बाइबलले भन्दछ व्यवस्थाको उहाँको आज्ञा प्रतिज्ञाहरूको मनन गर्नलाई कतिको समय दिइराखेको छ। प्रियहरू, यदि हामीले वचनलाई, परमेश्वरको सङ्गतिलाई मान्यता दियौँ र त्यसमा आफैलाई राख्यौँ भनेदेखि चाहिँ तपाईँको दृष्टि प्रभुको दृष्टि बन्दै जान्छ, तपाईँको मन प्रभुको मन बन्दै जान्छ अनि तपाईँले गर्ने हरेक कार्यहरू, सोच विचारहरू प्रभुको सोच विचार र कार्य बन्दै जान्छ। यो चाहिँ शक्तिशाली जीवन हो अनि यो चाहिँ पवित्रताबाट सुरु हुन्छ। आज तपाईँ हामी पवित्रताको लागि चाहिँ हामीले आफैले समय दिनु जरुरी छ। परमेश्वरले तपाईँलाई पवित्रताको लागि बोलाउनु भएको हो, किनभने तपाईँलाई परमेश्वर प्रेम गर्नुहुन्छ। प्रियहरू, हामीले कति जीवनहरू हामीले व्यर्थैमा बितायौँ र कति जीवनहरू हामीले प्रशस्ततामा भए तापनि जीवनको अर्थ नै थाहा नगरेर बितायौँ। तर आज चाहिँ तपाईँलाई परमेश्वरसँग जिउन बोलाउँदै हुनुहुन्छ। परमेश्वरसँग रहन, परमेश्वरसँग सहकार्य गर्न र परमेश्वरको इच्छा बुझ्न, परमेश्वरलाई आदर भक्ति चढाउन बोलाउनु भएको छ। के तपाईँसँग समय छ? प्रभुले आज तपाईँलाई यो सुन्दै गर्दाखेरि एकछिन समय माग्दै हुनुहुन्छ। बाइबलमा यसरी भन्दछ दाउदले कि 1000 दिन भोजको घरमा बस्नुभन्दा परमेश्वरको भवनमा बसेको एकछिन मेरो लागि अति उत्तम हो। तपाईँलाई थाहा छ परमेश्वरको लागि दिएको समय चाहिँ अति नै बहुमूल्य हो। त्यो समयको परमेश्वरले सधैँभरि सम्झना गर्नुहुन्छ। बाइबलमा कतिजना प्रभुको दासहरूले परमेश्वरलाई समय दियो अनि त्यो समय चाहिँ सदाको लागि सम्झनाको रूपमा परमेश्वरले बाइबलमा लेखेको छ। तपाईँलाई म खुसीको कुरा भन्न चाहन्छु, परमेश्वरलाई दिएको समय चाहिँ अति नै बहुमूल्य समय हो। त्यो चाहिँ परमेश्वरले सम्झना गर्नुहुन्छ। प्रियहरू, त्यसैले आज 1 मिनेट 2 मिनेट परमेश्वरको वचन सुन्नलाई समय दिनुहोस्। परमेश्वरले सम्झना गर्नु जस्तो